सबैलाई नमस्कार। मेरो नाम सागर जीसी झिम्रो गाउँपालिका 4 प्युटनदेखि बोल्दैछु। फेरि पनि म सोसियल मिडियामा एउटा भिडियो लिएर आउँदैछु साथी। हाम्रो खाडीमा जति पनि 3 करोड नेपाली जनता जानुभएको छ आफ्नो देशमा आएर गर्नु साथीहरू। आफ्नो देश भनेको भगवान हो। आफ्नो देशमा गरेपछि आफ्नो देश अघि बढ्छ। अरूको देशमा गुलामी गर्नु पर्दैन। आफ्नो देशमा गरेपछि राम्रो साथीहरू। अहिले बालेन्सा दाइले घन्टीमा जित्नु भएछ अनि त्यो भएर बालेन्सा दाइले आफ्नो देश बनाउँछु भनेर अघि बढ्नु भएको छ। बनाउन सक्नुहुन्छ पनि हैन, मलाई बनाउनु जस्तो लाग्छ हैन। त्यही भएर आफ्नो देशको जति पनि साथीहरू खाडी मुलुक मेहनत गर्न जानु भएको छ, अरूको देशमा गुलामी नगर्नु, सकेसम्म आफ्नो देशमा गर्नु साथीहरू। म पनि अरूको देशमा गएको हो कि मेहनत गर्न धेरै दुःख पायो, त्यही भएर आफ्नो देशमा आएर भोगेर यस्तो भन्दैछु साथीहरू। हुन त म सोसियल मिडियामा बोल्न सकिन्थेन, तर पनि भन्छु कि म सोसियल मिडियामा बोल्न चाहन्छु, किनभने म नेपालको नागरिक हो। त्यो भएर बोल्न सक्छु साथीहरू। त्यही भएर आफ्नो देशमा सकेसम्म आफ्नो देशमा आएर गर्नु साथी। अरूको देशमा गर्नु पर्दैन, किनभने अरूको देशमा गरेपछि आफ्नो देश भत्किन्छ क्या साथीहरू। जति पनि नेपाली 3 करोड दाजुभाइ दिदीबहिनी आमा बुवा हुनुहुन्छ नि, जति पनि खाडीमा जानुभएको छ भने अरूको देशमा मेहनत गर्नु, आफ्नो देशमा आएर गर्नु कि आफ्नो देशलाई अघि बढाउनु पर्छ। केपी ओली शर्माले पनि केपी ओली शर्मा अरूको देशमा गएर भाषण गर्छ कि मेरो देश राम्रो बनाएको छु, राम्रो छ भनेर घन्टा बनाउँछ। पहिला आफ्नो देशलाई राम्रो गरा, आफ्नो देशलाई मुठीमा चाप, अनि त्यसपछि अरूको देशमा गएर भाषण गर कि मेरो देश राम्रो छ, मेरा देशका जनताहरू मेरो देशमा मेहनत गरेर भनेर बुझिस् नि नेताहरू। बालेन्सा दाइ तपाईँले देश बनाउनु लाग्नु भएछ, बनाउनु राम्रोसँग। अनि जति पनि तपाईँले आफ्नो देशको राम्रो विचार गर्नुभएछ, तपाईँको त्यसको लागि म धन्यवाद गर्न चाहन्छु साथीहरू हैन। सकेसम्म आफ्नो देशमा आएर गर्नुपर्छ साथी। आफ्नो नेपाल देश भनेको आमा हो। आफ्नो नेपाल देशलाई बेच्नु भनेको आफ्नो आमालाई बेच्नु हो साथीहरू हैन। हुन त म सोसियल मिडियामा हैन, हुन त म केही पनि होइन, तर पनि भन्छु कि आफ्नो देशको नागरिक हौँ, नेपालको लागि ज्यान दिन पनि तयार छु, गद्दार गरे पनि ज्यान दिन पनि तयार छु साथी हैन। तर पनि सकेसम्म आफ्नो देशमा आएर गर्नु साथीहरू। आजको भिडियो यही हो। जय नेपाल साथी। मेरो युट्युब च्यानल पनि खोलेको छु म। युट्युब च्यानलमा पनि हजुरहरूलाई म पठाउँछु आफ्नो भिडियोहरू। जय नेपाल साथी, जय हिन्द। बालेन्सा दाइ हजुरले आफ्नो देश गर्नुभयो भने तपाईँलाई नेपालको 3 करोड जनताले तपाईँलाई सम्मान गर्छ। केपी ओलीलाई होइन कि केपी चोरलाई गोली हान्न सक्छ क्या साथीहरू। केपी चोरले त देश बेचेर खायो नि त, बनाउला भन्दा। बालेन्सा दाइ तपाईँले देश बनाउनुहुन्छ लाग्छ कि मलाई बनाउनुहुन्छ भन्ने। जय नेपाल साथी, जय हिन्द। बालेन्सा दाइ तपाईँलाई पनि जय नेपाल। आफ्नो देशको अगाडि बढाउनु, आफ्नो देशलाई बनाउनु। जति पनि नेपाल 3 करोड जनता खाडीमा गयो भने उनीहरूलाई पनि फिर्ता लिएर आफ्नो देशमा मेहनत गराउनु। जय नेपाल। आजको भिडियो साथी फेरि पनि पछि आउँछ। जय हिन्द।